संगच्छध्वं संवदध्वं शम्भो मनांसि जानतां देवा भागं यथा पूर्वे संजनाना उपासते। शुभ प्रभात। पुनश्च यहाँहरूलाई श्रीमद् भगवत गीताको अभ्यास, पाठको अभ्यास भनौँ अथवा उच्चारणको अभ्यासमा यहाँहरूलाई हार्दिक स्वागत छ। हिजो यहाँहरू समक्ष मैले पहिलो अध्यायको 10औं श्लोकसम्म राखेको थिएँ र आज त्यसभन्दा अगाडि अभ्यास गर्छौँ। नआत्तिकिन शान्तिले धैर्यले अभ्यास गर्नुपर्छ। चाँडै सक्ने र श्रीमद् भगवत गीता चाँडै सिद्ध्याउने ध्यानमा रहियो भनेदेखि त्यससँग न्याय हुँदैन र आफैसँग न्याय हुँदैन। ल आरम्भ गरौँ त है त। अयनेषु च सर्वेषु अयनेषु च सर्वेषु यथा भागमवस्थितः अयनेषु च सर्वेषु यथा भागमवस्थितः भीष्ममेवाभिरक्षन्तु भीष्ममेवाभिरक्षन्तु। यहाँ भी हेरौँ, ह्रस्व र दीर्घ दुई हुन्छ नि, यो भी चाहिँ दीर्घ हो, इकार जुन छ दीर्घ छ। यो अहिलेको अङ्ग्रेजी पुस्तालाई खासै यो चाहिँ बडो गाह्रो विषय हो उनीहरूको लागि। यो हाम्रो नेपालको दुर्भाग्य नै भन्नुपर्छ। अयनेषु च सर्वेषु यथा भागमवस्थितः भीष्ममेवाभिरक्षन्तु भवन्तः सर्व एव हि भीष्ममेवाभिरक्षन्तु भवन्तः सर्व एव हि। पहिला मैले कसरी उच्चारण गरिरहेको छु, कसरी प्रोनाउन्सिएसन गरिरहेको छु त्यसलाई चाहिँ ध्यानले हेरौँ। त्यसपछि आफैले पनि एकछिन त्यसलाई रुकेर तपाईले अभ्यास गर्न सक्नुहुन्छ। फेरि यसलाई दोहोऱ्याउँछु मैले। अयनेषु च सर्वेषु यथा भागमवस्थितः भीष्ममेवाभिरक्षन्तु भवन्तः सर्व एव हि तस्य सञ्जनयन् हर्षम्। हेर्नुहोस् है, सञ्जनयन्, तस्य त आउँछ तपाईलाई, सञ्जनयन् हर्षम् तस्य सञ्जनयन् हर्षम् कुरु वृद्धः। अब यहाँ चाहिँ ह भनेको थिएँ, आको मात्रा हो भने हा हुन्छ, ईको मात्रा भने हि हुन्छ, एको मात्रा हेही हुन्छ। यो चाहिँ जसको अगाडि अन्तिम मात्रा हुन्छ त्यही अनुसार यो विसर्ग हुन्छ है, यसलाई ख्याल गरौँ। तस्य सञ्जनयन् हर्षम् कुरु वृद्ध पितामह कुरु वृद्ध पितामह। अब वृद्ध हुँदैन, वृद्ध हुने रहेछ। यो पनि लेख्नेले अलिकति याद गरौँ। यदि कहीँ वृद्धावस्था, वृद्धालय, वृद्ध, वयोवृद्ध लेख्न पर्यो भने वृद्ध लेख्न पर्ने रहेछ, वृद्ध लेख्न हुने रहन्छ, पेट खारेको लेख्ने रहन्छन्। तस्य सञ्जनयन् हर्षम् कुरु वृद्ध पितामह सिंहनादम् सिंहनादम् विनद्योच्चै। यो द्यो ध्यो होइन। धेरै जसो मैले पढे लेखेकाले पनि के देख्छु भने विनद्यो, ध्यो भनेको सुन्छ ध य होइन, द य हो, यो द र य। त्यही भएर सिंहनादम् विनद्योच्चै, च चाहिँ
चाहिँ है भनेको थिएँ नि अघि यहाँ ऐसँग चाहिँ विसर्ग छ त्यही भएर है अलि लामो सिंहनादं विनद्युच्चैः शङ्खं दध्मौ प्रतापवान् सिंहनादं विनद्युच्चैः शङ्खं न दध्मौ प्रतापवान् दध्मौ शङ्खं शङ्खं न अनि शङ्खं दध्मौ आदि ध दध्मौ प्रतापवान् तस्य ल हेर फेरि अत्याचार गरौँ तस्य सञ्जनयन् हर्षं कुरु वृद्धः पितामहः सिंहनादं विनद्योच्चैः द्योच्चै नै फेरि पनि जोड विनद्योच्चैः शङ्खं दध्मौ प्रतापवान् ततः शङ्खाश्च वीर्यश्च ततः शङ्खाश्च वीर्यश्च पर्णवानकगोमुखः ततः शङ्खाश्च वीर्यश्च पर्णवानकगोमुखः सहसैवाभ्यहन्यन्त सशब्दः यसलाई सशब्दः भन्ने पनि हुन्छ तर यहाँ चाहिँ त्यसो लेखिएको छैन जे छ त्यही पढौँ हामीले सशब्दस्तुमुलो भवत् या लो अभवत् यसलाई आदि अ भनिन्छ त्यही भएर यसलाई अलिकति चाँडै के चटके पारामा सहसैवाभ्यहन्यन्त सशब्दस्तुमुलो भवत् अभवत् हो खासमा यो भन्दाखेरिमा फेरि यसलाई माथिबाट हेरौँ त ततः शङ्खाश्च वीर्यश्च पर्णवानकगोमुखः सहसैवाभ्यहन्यन्तः सशब्दस्तुमुलो भवत् सहसैवाभ्यहन्यन्त सशब्दस्तुमुलो भवत् ततः श्वेतैर्हयैर्युक्ते ततः श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ ततः श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ ततः श्वेतैर्हयै यो माथि चाहिँ नि ह माथि यु माथि यसलाई रेप भनिन्छ के श्वे सर हुआ हो यो ततः श्वेतैर्हयैर्युक्ते महति करत युक्ते महति स्यन्दने स्थितौ माधवः पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदध्मतु यसलाई हेरौँ है ततः श्वेतैर्हयैर्युक्ते महति स्यन्दने स्थितौ माधवः पाण्डवश्चैव दिव्यौ शङ्खौ प्रदध्मतुः यहाँ पनि विसर्ग छ अब तल 15औं श्लोक हेरौँ पाञ्चजन्यम ऋषिकेशो यो चाहिँ उच्चारणमा र ह र इ को मात्रा हो के रि धेरै जसो यो भारतीयहरूले उच्चारण नेपालीहरूले चाहिँ उच्चारण गर्छन् टक्क है
भारतीयहरूलाई यस्तो उच्चारण गर्न खास गरी गुजरातीहरूलाई त साह्रै गाह्रो हुन्छ। पाञ्चजन्यम हृषिकेशो देवदत्तं धनञ्जयः। पाञ्चजन्यं हृषिकेशो देवदत्तं धनञ्जयः। पौण्ड्रम आधार हो यो। पौण्ड्रम दध्मौ महाशङ्खं। पौण्ड्रम दध्मौ महाशङ्खं भीमकर्मावृकोदरः। पाञ्चजन्यं ऋषिकेशो देवदत्तं धनञ्जयः। पौण्ड्रं दध्मौ महाशङ्खं भीमकर्मावृकोदरः। 15 श्लोक। अब 16औं श्लोक हेरौँ है त। अनन्त विजयम राजा। अनन्त विजय राजा यो त सबैले सुनेकै शब्द हुन् नि, यसमा त केही पनि असिलो छैन। अनन्त विजयम, विजय होइन है फेरि। अनन्त विजयम राजा कुन्तीपुत्रो युधिष्ठिरः। कुन्तीपुत्रो युधिष्ठिरः नकुलः सहदेवश्च। नकुल पनि नाम सुनेकै हो, सहदेव पनि मान्छेका नाम हुन्छन् होइन। नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ। सुघोषमणिपुष्पकौ, यसलाई नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ। मणिपुष्पकौ, सुघोषः मणिपुष्पकौ, यो पनि मलाई लाग्छ धेरैलाई चाहिँ सजिलै आउँछ। यो काश्यश्च चाहिँ अलिक गाह्रो लाग्छ मान्छेहरूलाई उच्चारण गर्न। यो काश्यश्च परमेश्वासः। काश्यश्च परमेश्वासः शिखण्डी च महारथः। शिखण्डी सबैले सुनेकै नाम हो है। महारथ पनि आउँछ। यो काश्यश्च परमेश्वास, यसमा चाहिँ बच्चाहरूलाई अलि उच्चारण गर्न गाह्रो हुन्छ। यसरी राम्ररी सुन्नु है त। काश्यश्च परमेश्वासः शिखण्डी च महारथः। दृष्टद्युम्नो, धुम्नो होइन है यो, फेरि मैले यसलाई दोहोऱ्याएको छु। दृष्टद्युम्नो, धुम्नो भन्छन् धेरै, धु होइन, द य। दृष्टद्युम्नो विराटश्च सात्विकीश्चापराजितः। दृष्टद्युम्नो विराटश्च सात्विकीश्चापराजितः। दृष्टद्युम्नो विराटश्च सात्विकीश्चापराजितः। अब तल 18औं हेरौँ। द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते। द्रौपदेयाश्च सर्वशः पृथिवीपते। ए सजिलै आउँछ। द्रौपदेयाश्च सर्वशः, द्रौपदेयाश्च सर्वशः पृथिवीपते। सर्वशः पृथिवीपते। सौभद्रश्च महाबाहु, यहाँ बाहु भन्ने हात हो है, महाबाहु ठुलो हात भएका भने। सौभद्रश्च महाबाहु, बाहु भनेको हात लेख्दाखेरि त काटेको लेख्नु पर्दैछ। सौभद्रश्च महाबाहु शङ्खान् दध्मुः। सौभद्रश्च महाबाहु शङ्खान् दध्मुः। पृथक अलग अलग हो यो। त्यही भएर यहाँ जोडिया छ भने डराउनु पर्दैन, निर्धक्कसँग पढे हुन्छ। सौभद्रश्च महाबाहु शङ्खान् दध्मुः। पृथक शङ्खान् दध्मुः पृथक। सघोषो धार्तराष्ट्राणां ट्र
सघोषु धार्तराष्ट्राणाम। यो जिब्रोलाई फड्काउनुपर्छ क्या। मान्छेलाई चाहिँ अब आफ्नो आफ्नो समाज, आफ्नो परिवेश, आफ्नो समुदायले जसरी जे उच्चारण गर्छ त्यो उच्चारण गर्नु सजिलो हुन्छ। यो संस्कृत चाहिँ जिब्रोलाई मात्रै होइन, शरीरलाई फड्काइदिन्छ कहिलेकाहीँ उच्चारणहरू। सघोषु धार्तराष्ट्राणाम, धार्तराष्ट्राणाम ट्रा ट्रा, सघोषु धार्तराष्ट्राणाम हृदयानि व्यदारयत्, हृदयानि व्यदारयत्, सघोषु धार्तराष्ट्राणाम हृदयानि व्यदारयत्। नवश्च नवश्च पृथिवीं चैव, नवश्च पृथिवीं चैव, नवश्च पृथिवीं चैव तुमुलोऽभ्यनुनादयन्, तुमुलो अभ्यनुनादयन्, अभ्यनुनादयन्, नवश्च पृथिवीं चैव तुमुलोऽभ्यनुनादयन्, नवश्च पृथिवीं चैव तुमुलोऽभ्यनुनादयन्। यहाँ चाहिँ अलिकति तुमुलो व्यनुनादयन पनि अन्य गीताहरूमा पाइन्छ है भनेर इन्डिकेट गरेको रहेछ। यो आयो होला होइन। सघोषु धार्तराष्ट्राणाम हृदयानि व्यदारयत्, नभश्च पृथिवीं चैव तुमुलो व्यनुनादयन्। अथ अथ व्यवस्थितान् दृष्ट्वा, अथ व्यवस्थितान् दृष्ट्वा, हेर्नु है असिलो चाहिँ जोडिएको। अथ व्यवस्थित, अथ व्यवस्थित तान् दृष्ट्वा, अथ व्यवस्थितान् दृष्ट्वा, अथ व्यवस्थितान् दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः, धार्तराष्ट्रान् कपिध्वजः, अथ व्यवस्थितान् दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वजः प्रवृत्ते, प्रवृत्ते शस्त्रसम्पाते, प्रवृत्ते शस्त्रसम्पाते, अथ व्यवस्थितान् दृष्ट्वा धार्तराष्ट्रान् कपिध्वज प्रवृत्ते शस्त्रसम्पाते धनुरुद्यम्य पाण्डवः, धनुरुद्यम्य पाण्डवः प्रवृत्ते शस्त्रसम्पाते धनुरुद्यम्य पाण्डव। धनुरुद्यम्य नै भन्ने यसलाई, धनुरुद्यम्य पाण्डवः। सो दिस वे यसलाई चाहिँ अब आफ्ना बालबालिकाहरूले आफूलाई पनि अभ्यास गर्नको लागि चाहिँ धैर्यसित 10-20 मिनट लागेको छ। धैर्यसित तपाईँले मैले गरेका उच्चारणहरू हेर्नुभयो र त्यसलाई बार बार सुन्नुभयो भने इट विल बी इजियर टु लर्न संस्कृत पैरामीटर्स और संस्कृत pronunciation will be very easy. So I don't claim that everyone will be able to learn or pronounce correct way, but still you can try. If you will try, धैर्यताका साथमा मनन गर्नुभयो भने you will learn and you will able to recite Srimad Bhagavad Gita. So later days I will give you pronunciation guide, age, Anushtup Chanda or Anushtup parameter is pronounced. So त्यसलाई पनि म बताउने छु है। सो यहाँहरूको यो बिहानी शुभ रहोस्। श्रीमद् भगवत गीताको अभ्यास गरौँ, मनमा आनन्द अनुभूति गरौँ, आफ्नो जीवनमा भगवानलाई धन्यवाद दिँदै अगाडि बढौँ। शुभ प्रभात, नमन, नमस्कार।